हेलो गाइज दर्शन नमस्ते। आज पनि हामी बाउनथामको न्यू भ्लग लिएर उपस्थित भइसकेको छौँ। हाम्रो भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला। नमस्ते सर। नमस्ते। अनि हजुर कहाँबाट आउनुभयो सर? म चाहिँ भिरकोटबाट। भिरकोट दर्शकहरू पनि घुम्न आउनुहुन्छ होइन टाढाबाट, अनि उहाँलाई थोरै सो जानकारी गराइदिनु होला। यो बारेमा चाहिँ के भन्छु भन्दाखेरि अब यहाँ तल कटरबोर्डसम्म त पिच भएको छ, त्यहाँबाट यता चाहिँ अफरोडै छ। अनि अब यता पनि गर्नुपर्ने हो यहाँको बासिन्दाहरूले होइन। अब यहाँको बासिन्दाहरूले त्यति पहल गर्नुपर्ने हो, तर बिस्तारै हुन्छ होला। अब भइरहेछ। अब अगाडि गेट हालिदिनु भएको छ। अब धेरै लापरवाही नहोस् भनेर लापरवाही अलिअलि भएको देख्यो। अनि यो टाढाबाट आउने मान्छेहरू अब आउनुहुन्छ नि, हजुर, टाढाबाट दर्शकहरू आउनुहुन्छ घुम्नको लागि। अनि उहाँलाई चाहिँ यहाँ आइसकेपछि सजहरू के कुरामा छ, खानेपानीहरूको व्यस्त छ कि छैन, अब टोयलेटको छ कि छैन, अब एक दुई दिन बसेर घुमेर जाने त्यस्तो सहज वातावरण छ कि छैन, यसो जानकारी गराइदिनु। अब यस्तो हो, अब यहाँ चाहिँ टोइलेटहरू पानी सबै छ। अनि यहाँ बस्नलाई चाहिँ अलि दुःख छ, किनभने अब कि त तलै वालिङ झर्नु पऱ्यो, वालिङ बजार होइन। अब नत्र भने कि आफ्नो आफन्ती हुनु पऱ्यो। अब यहाँ चाहिँ अब त्यस्तो छैन राम्रो। तलतिर यता तलतिर चाहिँ होटेलहरू छ, त्यता चाहिँ यसो बसेर खान चाहिँ मिल्यो। तर बासको लागि चाहिँ यहाँ त्यस्तो छैन है। बास चाहिँ अब के आफन्त हुनु पऱ्यो कि भने चाहिँ होटेलतिर तलतिर बस्न सकिन्छ। चाहिँ एउटा प्रश्न म सोध्छु है। हजुर। अनि हजुर अब भिरकोटबाट आउनुभयो, भिरकोटबाट आउँदा यहाँसम्म कति चाहिँ हजुरलाई टाइम लाग्यो? अनि यहाँको चाहिँ यहाँ आइसकेपछि हजुरलाई चाहिँ अब यहाँको गर्मीहरू चाहिँ अब कस्तो फिल गर्नुभयो? यहाँ चाहिँ अब गर्मी भनेर अब गर्मी पनि होइन है। अब यसो छाहारी लिएर बस्यो भने शीतल छ, आनन्द छ। सर र एसीमा बसे जस्तो छ यहाँ चाहिँ। अब मलाई वहाँबाट आउन चाहिँ धेरै टाइम लागेन। म अब हिँड्दै आएको भए चाहिँ लाग्थ्यो, मलाई 2 घन्टा लाग्थ्यो। म चाहिँ हिँड्दै आएको होइन, म चाहिँ यसो गाडी समातेर आएको। गाडीमा चाहिँ मलाई आधी घन्टा जति लाग्यो। अनि हजुर चाहिँ एक्लै आउनुभयो कि साथीहरूसँग आउनुभयो त नि? होइन सर, म एक्लै आएको सर। अब गर्लफ्रेन्ड लिएर पनि गर्लफ्रेन्ड छैन। अब यसो घुमौँ भन्ने मनमा लागेर अनि म चाहिँ यहाँ यसो घुम्न आएको अवस्था छ। अनि हजुरलाई चाहिँ एक्लै आउँदा चाहिँ कस्तो महसुस भयो? अनि साथीसँग आउँदा रमाइलो हुँदो रहेछ कि एक्लै आउँदा रमाइलो हुँदो रहेछ? अब यस्तो हो, अब साथीहरू लिएर आएको भए त रमाइलो हुन्थ्यो। अब एक्लै आउँदा पनि ठिकै छ, केही छैन, रमाइलै भइरहेछ। अब गर्मीको कारणले गर्दा भनेपछि अब दर्शकहरूलाई चाहिँ एकचोटि यो चाहिँ अब यो स्वर्ग जस्तो ठाउँ अब एकचोटि जसरी पनि आउनु भन्न चाहनुहुन्छ कि अब के भन्नु? होइन त, जतिखेर मन लाउँछ उतिखेर आउनुहोस्। यहाँ चाहिँ रमाइलै छ, जतिखेर मन लाउँछ उतिखेर आउनुहोस्। एकदम रमाइलो छ, जता घुमे पनि हुन्छ, जता बसे पनि हुन्छ। शीतल छ, आनन्द शान्त छ, कसैले केही पनि भन्दैन यहाँ। त्यही हो। अब पहिला चाहिँ टिकट सिस्टम पनि थियो, अहिले टिकट सिस्टम पनि छैन। अब गाडी पास गर्नलाई तल चौपारीनिर चाहिँ टिकट सिस्टम थियो, अहिले चाहिँ त्यो छैन है। अहिले चाहिँ खुल्ला छ। त्यही हो, लापरवाही नगरिदिनु होला, जताभावी फोहोर नगरिदिनु होला होइन। अब हाम्रो चाहिँ त्यहाँ डम्पिङ छ, फोहोर फ्याँक्ने डम्पिङहरू छ, त्यसैमा चाहिँ फोहोरहरू राखिदिनु होला। एकदम शान्त सफा गरिदिनु होला। धेरैजना आउँदाखेरि फोहोर हुन्छ यहाँ त्यहाँ यताउति भन्ने जस्तो चाहिँ नपार्नु होला। यति चाहिँ म भन्न चाहन्छु दर्शकहरूलाई। र अब दर्शकहरू अब यता यो बाउनथाम हजुरहरू घुम्न आउँदै हुनुहुन्छ भने ठिक छ, आउनुहोस् स्वर्ग जस्तो ठाउँमा एकचोटि घुम्नुहोस्, भिजिट गर्नुहोस्। अनि यहाँ आएर हजुरलाई मनपर्छ मन पर्दैन, अब हाम्रो इन्टरभ्यू हजुरको नाम चाहिँ राजु सर है? हजुर सर। राजु सरले इन्टरभ्यूमा सबै कुराहरू भन्ने भइसक्यो। त्यही पनि अब हजुरले उहाँको इन्टरभ्यू हेरेर आउँदै हुनुहुन्छ भने एकचोटि सरलाई भिजिट गर्न आउनु होला। हजुर। आइसकेपछि हजुरले चाहिँ यहाँ गरी पानीको अनि हजुरलाई जाउराहरूको केही कुराको टेन्सन छैन। अब हजुरहरू टाढाबाट आउनुहुन्छ, आएर पनि अब हजुरलाई होटल पनि नजिकै छ। अब हजुरले मैले यही अब पकाएर खान्छु साथीभाइसँग रमाइलो गर्छु भनेर पनि अब हजुरले दाउरा साउरा खोजेर यही पकाएर खान सक्नुहुन्छ है। पाइयो, मजाले पाइयो।
अब हजुर दर्शकहरूलाई चाहिँ अब अन्तिमतिर आइसकेछ हामी चाहिँ अब अन्तिमतिर के भन्न चाहनुहुन्छ? अन्तिमतिर म के भन्न चाहन्छु भन्दाखेरि आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् नाचगान पनि हुन्छ हजुरहरूले डेक बोकेर ल्याउन सक्नुभयो भने रमाइलो हुन्छ धेरै रमाइलो हुन्छ यहाँ। अनि यता तारहरू व्यस्त चाहिँ लाइनहरू व्यस्त छ कि छैन? अब कतिपय अब दिदी बहिनीहरू रमाइलो गर्न आउनुहुन्छ यहाँ रमाइलो गर्नको लागि अब हजुरको यहाँ लाइनहरू व्यस्त छ कि छैन? छ सर छ यो अब आफैले हुँबाट ब्लुटुथ चार्ज गरेर ल्याउनुहुन्छ भने त्यो पनि हो अनि प्लस चाहिँ हजुरको यहाँ लाइट पनि छ भनेपछि यहाँ कसैको रोकआउट छैन है? हजुर अब जो पनि आएर घुम्न मिल्ने ठाउँ हो एकदम सर। यो चाहिँ यहाँ पर्यटकहरू देश विदेशबाट आउनुहुन्छ इन्डियाबाट आउनुहुन्छ जहाँ चाहिँ हर जग्गाबाट आउनुहुन्छ घुम्न चाहिँ अब यहाँ चाहिँ धेरैजना आएर घुमेर गइसक्नुभयो अब हामी पनि अब घुम्ने क्रममै आएको हो अब घुमियो अब चाहिँ घुम्दा घुम्दै थकाइ पनि लाग्यो त्यो हुनाले चाहिँ बसेको। अहिलेसम्म हजुर कतिचोटि आउनुभयो? म त धेरैचोटि आएँ सर किनकि रमाइलो हुन्छ होइन कहिले फ्यामिलीहरूसँग आएको छु कहिले साथीहरूसँग आएको छु आउन त म आइरहन्छु रमाइलो हुन्छ यहाँ त जस एउटा आनन्द के छुट्टै अलगै फिल हुन्छ कि यहाँ आएपछि यताउति डाँडा काँडा हेरेर होइन मन दुखेछ भने यताउति भएछ भने पनि यहाँ आएर आनन्द चाहिँ बसेर आफ्नो मनलाई चाहिँ शान्त गर्न सकिन्छ। भनेपछि चाहिँ हजुरले चाहिँ यहाँ आइसकेपछि कस्तो रमाइलो त रमाइलो नै लाग्यो होला हजुरलाई होइन? हजुर अब अरू अब नदेखेको मान्छेहरूलाई पनि अब कस्तो हुन्छ त्यो ठाउँमा जान पाए अब के कस्तो रमाइलो हुन्थ्यो होला भन्ने सोच्नुभयो होला हजुर उहाँलाई पनि अब हजुरले एकचोटि अब भिजिट गरिदिनु होला आएर एकचोटि राम्रोसँग घुमघाम गर्नु होला भन्न चाहनुहुन्छ होला? हजुर अब आउनुहोस् घुम्नुहोस् होइन धेरैजनाको मन हुन्छ त्यो ठाउँमा ओहो कस्तो त्यो ठाउँ यताउति डाँडा काँडा भन्नुहुन्छ कस्तो रहेछ होइन आएर हेर्नुहोस् यहाँको हावाको मजा लिनुहोस् डाँडा काँडाको मजा लिनुहोस् त्यसै चाहिँ हजुरको मन शान्त हुन्छ कि। ल यति भन्दै अब हजुरलाई धन्यवाद। सरले चाहिँ